पछि गराउने 1-2 महीना पछि। अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। हेलो एभ्रिवान, नमस्ते। आइयो हजुर सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज मेरो न्यू डे न्यू ब्लग देख्नु होला के गर्छ ल। नमस्ते भन्नु सबलाई। सबैलाई नमस्ते। यो ब्लगमा आज के गर्न जाँदैछौँ दुई भाइ? गर्दिनु होला, आज मकै गर्न जाँदैछौँ नि। कोदालो लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हामी दुई भाइ आज मकै गोड्न जाँदैछौँ। अब एकछिन मकै गोड्न आउने हो। बजे गइहाल्नु भयो अनि हामी यसो न गफ गरौँ न त दुई भाइको गरौँ न हैन। मकै गोड्न जाने हो, एउटा ठुलो घर गोड्ने हो यसो न। अनि गर्लफ्रेन्ड को छ, यसो न गर्लफ्रेन्डको नाम भनौँ। रिभिल गर्न मिल्छ कि गर्लफ्रेन्डको नाम? नै, गर्न मिल्दैन। ल यसो न स्टोरी मात्रै सुनाउँ न त, नाम नभनेर। ल पै परेको छैन, कसरी स्टोरी सुनाउनु? होइन यसो न फोन गरिन्छ नि त डाँडातिर गएर। गरिन्न फोन गरिन्न। यसो न हिमालयतिर गइन्छ, को छ त्यतातिर? कोही छैन त्यस्तो। कोही न कोही त हुन पर्यो। छैन, कोही छैन, कोही छैन। उ गर्ने त्यसो भने गर्लफ्रेन्ड बनाउने कि नै? नबनाउने, पछि गराउने 1-2 महीना पछि। टाइम धेरै भएन र? भएन। त्यसो भने 1-2 महिना पछि गर्लफ्रेन्ड बनाउने। गर्लफ्रेन्ड चाहिँ कति चाहियो? बबाल चाहियो। बबाल? राम्री न राम्री। राम्री म राम्री। स्याउ जस्ता काला पिपल पाते हो। 32 कति लक्षण कति 32 गुण कति के हो त्यो थाहा भएन। 32 गुणले भरिया चाहियो। 32 गुणले भरिपूर्ण भए चाहियो। त्यसो भने हाम्रो बुहारी चाहिँ 32 गुण भरिपूर्ण चाहियो। त्यसो भने ल हेरौँ खै भरिपूर्ण कति पाइन्छ। 2-4 महिना पछि देखाउँछु। 2-4 महिना केही भलकमा 2-4 महिना पछि त म यहाँ भएन भने त आउँछु त होइन? आउनुहुन्छ त फेरि दसैँ तिहारमा रमाइलो गर्न आएर अनि मकै खाने बेला हुन्छ टक्क त्यतिखेर अहिले गोडेर जाने आएर खाने। अहिले हामी हल्का तल जाँदैछौँ। बाटो तलतिर गयो। बजे पनि तल घोड्न लाग्नु भएको छ। यतातिर तलतिर गएर हामी जाने चाहिँ अहिले यहाँ तल यहाँ तल यो साइडतिर हो। ल हामी दुई भाइ मिलेर भ्लग बनाउनु पर्छ क्या यार। अब पढ्न जानु छाडिदिनु पर्छ जस्तो लाग्छ। भ्लग बनाएर बस्नुपर्छ जस्तो। ओइ सर्प छेपारो कहाँ गयो? सर्प होला। सर्प होइन क्या, यहाँ छेपारो थियो यार। जाउँ टोक्यो भने केही छैन। यो छेपारो हटाउ बबाल। हामी दुई भाइ बोल्दै जाने होइन? दिनमा कहाँ जाने त? अनि पौडी खेल्न कहाँ? त्यो भैँसी बस्ने खाता होइन। त्यही भित्र पिसाब फेर्छु मलाई सानो त्यही भित्र दिशा गर्छु दिन्छ। कति छ त त्यहाँको चार्ज? 1 घन्टाको 50 रुपियाँ। धेरै के लग्दिउँ भन्छ। ल आउनु सर हजुर। अब हामी गोड्न सुरु गर्छौँ। अब हल्का अब हामी मकै गोड्ने हजुर नगोड्नु हजुर, थोरै घाँस काट्नुहोस्। हामी गोडी जति यत्रो गोड्न छ है। यहाँदेखि पर वहाँ छेउसम्म छ। अहिले गोडिसकेपछि तपाईँलाई देखाउँछौँ हामी। अहिले
अहिले कति छ ल अनि गच्चाहरू मकै बारी बराम धराम यो गरेर कुरा सकाउनु पर्छ तपाईँ छ यो काँक्रा करेम करेम अब काँक्रा पनि पछि खर्च अनि करेम करेम खानु भइसक्यो आज पनि रन्जन जाने कुरो हुन्छ खान्छ ज्यान बनाउनु पर्यो होइन सुशीललाई गाडी आयो जस्तो छ कसको त्यो आफ्नो हुनु पर्दैन क्या माथि अति पुराले खोज्ने बेला त भयो पछि हाल्न कम्ता दुःख हुन्छ खोज खत उठ्नु पर्यो त मस्तै यत्रो बोल्नु कति बेला सकिन्छ कहाँ काल्नु खाना खुनिहाल्नु 1 घन्टा खाना लाग्ने 1 घन्टा नै यस्तो गाउँघरको दुःख हो किन सुरु कति माथिको साइड कम्मा भयो हालेर भनेर पर्यो कति बेला सकिन्छ अहिले यस्तो भइसकेको छ नि यो अहिले फास्ट बनाए होइन न त 1 घन्टा हुन्छ अहिले कुट्नु पर्यो ए उक्या पनि परेको रहेछ क्या उम्की गयो आउँला रह्यो यहाँबाट गयो यत्रो गोडेलमा अहिले होइन 1 घन्टामा आफूलाई लाग्नुपर्छ जति कति छिटो छिटो गर्थ्यो हामीलाई नै गाह्रो हुन्छ नत्र भने जति ढिलो गर्यो त्यति अरू पनि थुप्रै काम गर्नु छ भनेर फेरि एउटै काम गरेर हिँड्नुहोस् ढुङ्गा फाल्यो ढुङ्गा साइड लगाइहाल्नु ढुङ्गा मात्र छ ऊपर घाटा मारा क्या पुरै गर्ने मान्छे घाटा राख्छु मलको आवश्यक धेरै परे जस्तो ल अब हामी 2 भाइ चाहिँ घर जान लाग्यो खनेर भ्याइसक्यो अब खनेर भ्याइयो कोता ल ल मलाई सुशील दाइले घडी गिफ्ट गरिदिनु भएको स्मार्ट वाच काठमाडौँदेखि गिफ्ट गरिदिनु भयो खै बजेट कहाँ जानु भयो अरे राम्रो त एकछिन अब डल्ली पानी मिलाउनु पनि आउँछ पानी खोल्ला आउँछ
पानी खोलिदिन आउँछ डल्लै हामी जाने घरतिर अब बजे यहाँ तल त्यता हल्का बोल्नु छ भन्नुहुन्छ कता बजे बजे भ्याउनु भयो नै हजुर ए ल ल ल ल ल बिस्तारै आउँदै गर्नु हामी ल बिस्तारै आउँदै गर्नु होला हामी यहाँ मन्दिरमा सानो मन्दिर गाउँको ढोक गरेर ऊ त्यहाँ काफल थियो काफल फल्दैन क्या उयो फलेर पनि निहुरिसक्यो फले भ्याइ गर्नुहोस् कस्तो पूजा गर्ने फुल लगेर चढाउनु सोचेको सबै कुरा पुरा होस् ल ल जाउँ गफ गर्दै गीता र जहीँ पनि आउनु भएको थियो भ्याउनु भएन हामी थोरै छोडिन आइयो लास्टै भइगयो होइन लास्टै धौँदा धौँदा हात खुट्टा दुख्ने भइसक्यो बिहान केही नखाएको त भइहाल्यो भोक बोकै खानु पर्दो रहेछ नास्ता सास्ता नखाएर हिँड्छ हो अब अहिले कि भोलि उ गर्ने कि साँझ आएर खाने कि साँझ आएर खाने अब जाम घरतिर जाने भइसक्यो यो लगाउने होस् त लगाइदिउँ न त अनि एउटा जिक दुइटै जिक सब जिक रो त्यसलाई अन गरौँला अनि त्यो अर्को पनि जिक बुझ्यौँ राख्ने तिमी अन गर तिमी अन गर तपाईँ एउटा अन गर्नु म टी सर्ट दोबार टी सर्ट गर्छ बना तेरो अन गरिस् गरिहाल्यो गाउँतिरको भ्यू भयो गाउँतिरको भ्यू हेर्ने भयो त यता छ यस्तो छ त्यता कतै हरियाली छ रमाइलो लास्ट रमाइलो घुम्न आउनुहुन्छ भने आइहाल्नु हामी घर जानु पर्यो घुम्न जानुलाई त्यहाँ ठाउँ धेरै छ यदि तपाईँहरूलाई मनपर्छ भने आउँदा हुन्छ जाजरकोट जुनिचाटे गाउँपालिकामा होइन रमाइलो गाउँपालिकातिर अरू त नै मेसुमा रमाइलो छ जुनिचाटे मेसु जाजरकोटमा लास्ट रमाइलो भन्दा लास्ट रमाइलो तिरको पहाड यहीँ बारीबाट हिँडिदिनु पर्छ क्या यार कोही गाली त गर्ने होइन ल यस्तै समाज ल त भ्लग बना ल नै त्यो कोदाल त मलाई दे दुइटै दे ल यस्तै समाज यस्तो ए अर्को हातले कस्तो ल गाइड गर्न हेलो गाइज हेर्नुहोस् त्यस्तै नसमाज अर्कै साइडबाट छ त्यस्तो म यताबाट हिँड्छु यस्तै छ अब हाम्रो यो भ्लग ल के भन्न मन लाग्छ भन्छ ल अब हामी घर अब पुग्ने लाछौँ भनौँ हल्का उर आइसकेका छौँ करिब अब पुग्ने अब कति मिटर जति होला फर्स्ट सुरुमा के भन्छस् भन्न सुरुमा अलि टाढा राख सुरुमा सबैलाई नमस्कार भन्न चाहन्छु अनि त्यसपछि हाम्रो यो भ्लगमा लाइक कमेन्ट सब्सक्राइब अवश्य पनि गरिदिनु होला हजुरहरूले यति मन परेमा भए पनि नपरे पनि गरिदिनु होला मन पराउनु होला मन अवश्य पनि पराउने हुनेछ भन्ने आशा गर्छु अब के भन्ने यस्तै छ गाउँतिर भने त पनि भ्लग गर्ने हो भ्लग गर्ने सपना ठुलो छ तपाईँकै जस्तै अनि गराएर के भनौँ भाइरल भएर
के हेर्ने भाइरल भएर सबैको अगाडि चिनिन मन छ भने चिनिएर अलि टाढा राखे त्यसरी भन्दैन के त ब्लग सुरुमा त यसरी नै भनिन्छ ब्लगर तेरो टाउको मात्र देख्यो हुन्छ सिस्नो लाग्यो सिस्नु देखाइछ नि सिस्नो अहिले पछि देखाउँछु म उता पर त्यहाँ नजिक छ एकैछिन हल्का वेट गर्नुहोस् यसरी घुमा उता डिस्प्ले बाइक दाहिने हातले समात अब डिस्प्ले अर्को साइड त्यही साइडमा समान त यस्तो देखाउनु सिस्नो सिस्नो अहिले यस्तो काँडा कस्तो लाग्यो भने झ्याम सुसिँदै होइन ऊ गरेर आयो मकै खनेर आयो अब घर पुग्न लाग्छ अब 10-12 मिटर छ घर नजिक गाउँतिरको घरहरू यस्तै हुन्छ रमाइलो छ गाउँ हाम्रो पहाडहरू जता पनि हेरौँ सबै सुन्दरै सुन्दर राम्रै राम्रो लास्टै राम्रो रुखहरू अनि चरीको आवाज कोइली भनौँ कोइलीको आवाज कोइलीको होइन क्या कोइली नै साउन्ड दिन्छ अनि चराहरूको आवाज पछाडि तेरो देखा न भ्लग बनाएकै मैले तँलाई बना भन्ने ए अब हामी अब घर नजिक पुग्नै लागिसकेका छौँ भनौँ अब हेर्नुहोस् यो ठुलो हिमाल पहाड प्राय यहाँ कोही छैन प्राय सबै आफ्नै मान्छेहरू छ यहाँ अब हजुर त्यो काफल त्यहाँ पाकेको रहेछ त्यो लास्ट पाकेको काफल खतरा पाएछ एकछिन हामी भावना आयो के अब एकछिन हामी काफल खान जान्छौँ भनौँ अब जाने कि नै म नजाने म गएर आऊँ कि जा म जाँदैछु अहिले हजुरहरूलाई मोबाइल नफसाले है ल काफलको रुममा चाहिँ वाउ काफल त लास्टै पाकेको छ क्या हेर्नुहोस् काफल त्यो कहाँ रुखमा गएको छ त्यही न टिभी न ल्याउन पठाएको त्यो रुख टिपेर ल्याएर आइजाऊ त्यहाँ नजिक छ त्यो काफल मिठो छ क्या दाइ सुकिलो होला अब टिपेर ल्याइदिनु होला अब करिब म पनि रुखा जान्छु है एकछिन सुशील दाइ अब मोबाइल बुन्दा गरौँ यी काफलहरू यहाँ छ अब घर नजिक पुगिसकेका छौँ भनौँ अब म रुखै जान्छु है ल रुख यो रुख यस्तो छ लास्ट ठुलो छ रुख यस्तो रुखबाट यहाँबाट चढेर त्यहाँबाट चढेर त्यहाँ माथि टुप्पीमा पुगेर काफल साफल खानुपर्छ यी काफल यहाँबाट देखिन्न मोबाइलले जुम गर्दा पनि देखिन्न हेर्नु यो सुरुको प्रकाश लागिरहेको सुरुको प्रकाश त्यस्तो लाग्छ फेरि यहाँ अब यति नै छ अहिलेको अब भिडियो अब पछितिर बनाउँदै गरौँला अहिले ल हुन्छ त है गाइजहरू यो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब अवश्य पनि गर्न नभुलिदिनु होला गरिदिनु होला यति यो भिडियो तपाईँलाई अवश्य नै मनपर्ने वाला छ हेर्नुहोस् यो रुख पनि यति ठुलो छ यो हामीहरूको यो गाउँतिरको यो रमाइलोलाई हेरेर भए पनि कोइलीको आवाज सँगसँगै भए पनि हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अवश्य पनि हजुरहरूको साथ र सपोर्ट पायौँ भने हामी निकै नै सफल हुनेवाला छौँ भनौँ अब हजुरहरूले यति यो हामीहरूको यो पहाड यो वन कोइलीहरूको आवाज चराचुरुङ्गीको आवाज सँगसँगै हामीहरूलाई जति नै हजुरहरूले उ गर्न चाहनुहुन्छ त्यहाँ हेर्नुहोस् कोइली कोइली देख्नुभयो कि नै कोइली मैले जमरेर ल्याएँ त्यो लास्टै टाढा छ त्यहाँको कोइलीलाई यहाँ जस्तो जमरेर देखाइदिएछु हजुरहरूलाई हजुरहरूले हेर्न सक्नु हुन्छ भनेर गराइदिएछु होइन यो करिब ल हुन्छ हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब अवश्य पनि गरिदिनु होला ल हुन्छ है त बाई बाई एकछिन है ल हुन्छ हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब अवश्य पनि गरिदिनु होला
ल हुन्छ है, बाई बाई। हामीहरूको यो गाउँ सहर त छैन यहाँ भनौँ ल। अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।